दिन सकिने छु अब यसो यसो गर्न जान्ने रे उसले लगेछ राख्नु भएको छ हजुर हैन मैले मकैबारीमा खोजिराखे भेटिन्छ यो मकैबारीमा खोज्दा बा अब भेटिन्छ कि भनेर खोजिराखे मतलब वो अलग ही लेवल का बंदा था। अब यताबाट जाने रे दक्षिण साइड जाने रे लाग्यो जस्तो लाग्यो कुद्यो 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 कि क्या हो कुदो अब नकुदिया भएदेखि त भेटिहालिन्थ्यो नि सर दिन सकिने छु अब यसो यसो गर्न जान्ने रे उसले लगेछ अब भिडियो कल के अरे टिकटक गर्दा गर्दै जान्ने रे यसरी लगेछ मकैबारी नै बारी जान्ने रे लिएर गए मेरो साथी घिच्याएर लिएर गयो कि फगाएर लिएर गयो मैले जान्ने रे अनुमान जान्ने रे मैले गर्न सकिनँ म खोज मेल गर्दाखेरिमा मैले भेटिनँ जलवा है हमारा नै काटिदिन्छु अब गएर उही नै गर लम्रेङ्गे त्यो केटालाई नै काटिदिन्छु गएर खोज्दै खोज्दै गएर पनि काटिदिन्छु यो बिस्तारै जानेर सुत्ने ठाउँ हिँड्ने हिँड्ने यहाँ के हो छारा म्याट्ने अनि तपाईँ चाहिँ म माथि हजुर यहाँ किन बोलाउनु भएको त कैसे कैसे लोग रहते हैं हेर्नुहोस् त 64 वर्षको वृद्ध बुवाको श्रीमती 34 वर्षीय जुनु परिवारले हेर्नुहोस् बुढो बाको चाहिँ अर्ग्यानिक खोर्सानी हेर्नु हेर्नु अबे साले यस्तो बुढो बाको अर्ग्यानिक खोर्सानी आफ्नै बारीमा फलेको खोर्सानी छोडेर गएपछि मोटो खाले बाबैको केरा छोडेर क्या बक रहे हो मादरचोद यो होइन सर यो मोटो छैन लामो लामो छ यो झप्री केरा हो यो झप्री केरा बाको छोडेर मर्च चाहिँ खोज्न जानुभयो कि सर म जान्ने रे घाँडा लोजी बोकेर जान्ने रे त्यो अक्कल विपत्तिमा परेको मान्छे जान्ने रे मैले स्याहारेको हुनाले अहिले जान्ने रे उसको मुजीमा बोसो लागेर जान्ने रे फोन गरेर केमा फोन गरेर त्यो उ गर्ने के भुँडीमा बोसो लाग्यो भनेको कि के भन्नुभयो बा होइन मुजीमा बोसो लागेपछि मान्छेले डिप्रेसन अब यसो गरोस् त्यसले जाने रे अब 2-3टा बच्चा पनि मैले स्याहारेर लिएर आएँ त्यसको आमाको उमेर चाहिँ कति हो 34 वर्ष आमेको उमेर अनि आमाको उमेर भन्नु न तपाईँको आमाको उमेर चाहिँ त 34 वर्ष हेत्तरीका आमा होइन रहेछ मेरो त बहिनी नै रहेछ यस्तो खुसी लाग्यो जुनु परियार अनि अर्को घर जाम गर्नुभएको त्यस्तै स्थिति परिचय गर्नुपर्छ सर हामीले कति खोज्यौँ त अनि देख्नुभयो भिडियो हेर्नुभयो भिडियो हिजो देखेको देखेको अनि छमछम नाच्नु हुँदो रहेछ अनि बाजे त उहाँ पानी बिनाको मान्छे जत्तिकै भएको छ क्या नयाँ बाजे आउनु हाम्रो नयाँ बाजे नमस्कार बाजे नमस्कार हेन्सम हुनुहुँदो रहेछ नि त अनि नयाँ बाजे हामीलाई बजाइला नमस्ते हालिसक्यो बजाइ हो नि अबे साले छ
जन्नेरी बुढी जन्नेरी म लिएर जान पाउँछु म ले हिँड। फेरि अहिले फेरि गाले गाला जन्नेरी पाउलिन्छ 9 महिना ट्याक्राक्क भएछ कि म चुबो लाएर जन्नेरी बस्छु यो मुन्तिर सुत्ने म चोटा सुत्ने मजासितले यिनीहरू फोन गर्दो रहेछन् फोन गर्ने फकाउने फेरि सास गनायो भनेर भन्ने नौ महिना त बाबालाई माथि फेरि? छतमा तालामा सुताएछ पहिला को बोलेको तपाईँ मै बोल्या तपाईँले पटाउनु भएको हो कान्छा श्रीमान हो मेरो कान्छा श्रीमान त तपाईँले पटाउनु भयो हो तपाईँले पटाउनु भयो चित्त बुझेन अनि के चित्त बुझेन? तपाईँले के जहिले पनि कुट्ने के चित्त बुझेन बेलुका भयो निस्केर जा भन्ने बिहान ओछ्यानमै हुँदा नि निस्केर जा भन्ने अनि निस्केर जहिले जा भन्ने चौबिसै छोरो घन्टा जहिले जहिले गाजा र चुरोट खाएर हिँड्ने गाजा र चुरोट खाएर हिँड्ने 9 महिना भइसक्यो यसले फोन गरेर 9 महिना ट्याक्राकै भयो अनि तपाईँले किन नत्र यस्तो बुढाले कामै दिँदैन भने कामै लाग्दैन दिँदैन भने कामै लाग्दैन जान्न भन्नु लड्छ हिँड मैले हिँड जबरजस्ती गर्न मिल्दैन मुद्दा ले हिँड खत्म बाय बाय टाटा गुड बाय गया फिटिक झार्दैन फेरि मर्नु पर्यो यिनै मर्छु म फेरि मेरो भात पकाउने मान्छे चाहन्छ नि त फेरि निमेजना हाल्न भनेर म जाने बुढी पनि जाने अरे अर्कासित जाने निमेजना हाल्न पनि म आएको पनि मेरो चाहिँ बुढी लिएर जान्छु भनेर आएको जे सुगोस् म जान्न म त्यो घरमा यहीँ बस्ने हो यहाँ त बस्नु पाउनु लु उसो भने त डिभेस नदिने हो भनेर पनि एउटा केटी खोज्दै मलाई केटी खोजिहाल ल जाउँ लाग्यौँ है भाइहरू हामी ल हामी अब जिल्ला प्रहरी प्रशासनतिर हामी चाहिँ बुवा जार र श्रीमती बुवा जार र श्रीमती अबे साले तिमीहरूको शक्ति पनि रहन्छ तिमीहरूको शक्ति छैन हाम्रो शक्ति खोइ हामी जाउँ कि जाउँ भनेको मान्दैन तरी शक्ति छैन तिमीहरू खत्म बाय बाय टाटा गुड बाय गया